ल साथीहरू, अब म यो नेलमा चाहिँ म फेरि अर्को वान स्ट्रोक आर्ट बनाउँदैछु हजुरहरूलाई स्टेप टु स्टेप देखाउनु छु यसको पनि। भनेदेखि अब यसलाई चाहिँ मैले ब्ल्याक बेसमा बनाउँदैछु, ब्ल्याक बेस र रेड र व्हाइटको बेसेट चाहिँ बनाउँदैछु मैले यहाँनिर। अब हेर्नु होला म कसरी बनाउँछु भनेर है। फर्स्ट बेस चाहिँ म यहाँ कर्नलबाटको फ्लावर बनाउँछु म एउटा बेस्ट सुरुमा। यसलाई चाहिँ बेस्ट बनाऊँ है। बिचको पार्ट बनाउने जहिले पनि हामीले पार्ट बनाउँदाखेरि 1 2 3 4 5 6 है यसरी बनाउने। अब हजुरले ठ्याक्कै यहीँबाट अर्को साइड पनि लाने हजुरले यहाँबाट है। यसलाई चाहिँ 1 2 3 4 5 6 है। यहाँबाट पनि हजुरले यताबाट बनाउनु होला साइडबाट ठ्याक्कै यही साइडलाई पोइन्टेड लिएर बिचको पोइन्ट लिनुभयो भने एकदमै इजी हुन्छ। 2 अनि 3 4 5 6 यसरी है। अब यो फर्स्ट कोटेड भयो। अब यसलाई नै अर्को कोट पनि हान्ने हजुरहरूले। अब म यताको साइडमा हान्छु यही फ्लावर हान्छु अर्को साइडमा, तर यताको आउट कर्नल यो जुन चाहिँ क्युटिकल एरिया चाहिँ अलिकति बिग भएकोले अलिकति ठुलो बन्छ भनेदेखि यताको अलिकति सानो बन्छ है त साथीहरू। म यसलाई अलिकति सानो बेसमा बनाइदिन्छु। बनाउँछु चाहिँ मैले सेम नै बनाउँछु तर अलिकति सानो बेस 1 2 3 4 5 6 है। अब यहाँबाट पनि सेम टु फेरि उठाउनु पर्यो हजुरले 1 2 3 4 5 मै उठाएँ मैले। अनि यताबाट पनि थोरै उठाइदिउँ अलिकति बेस बनाएर यताको कर्नलबाट यसलाई 1 2 3 अलिक अझ आउट जाउँ 1 2 3 4 लेयर मात्रै आयो साथीहरू यताबाट। यता 4 यता चाहिँ अलिकति बिग छ। अब यसलाई डबल कलर गर्ने साथीहरू, बोथ साइड डबल कलर है। ल अब म अहिले चाहिँ यसलाई चाहिँ डबल क्यामेरा चाहिँ अब म डबल कोट हान्दैछु है साथीहरू। अब यसलाई मजाले जसरी अघि मैले गरेँ सेम बेसले चाहिँ यसलाई 1 2 3 अब कति लेभल गएको छ त्यही लेभलसम्म जाने हामी यसरी। अब यताबाट पनि 1 2 3 4 यसरी तान्दिउँ। अब यहाँबाट पनि सेम टु बेसेट है। यसलाई पनि 1 2 3 अनि यहाँबाट चाहिँ हाम्रो 4 कस्तो यो हल्लो के। मैले अब डबल कोट गर्दैछु है साथीहरू। अघि डबल कोट भनेको त डबल क्यामेरा भनिरहेको छु। यसलाई यसरी है जस्तो बेसमा जानुभएको छ यसलाई त्यही बेसमा चाहिँ डबल कोट गर्नुहोस्। यसलाई 1 2 अझै पनि यसलाई कोटेड चाहिँ थप्नै पर्ने हुन्छ 1 2 3। यसलाई अब यहाँबाट पनि सेम टु बेस है। यहाँबाट पनि 1 2 3 यसरी। ल यसलाई चाहिँ मजाले 2-3 कोट हान्नुपर्ने हुन्छ साथीहरू। मैले चाहिँ यसलाई 3 कोट हानिसकेको छु योसँग। अहिले जति गर्दैछु यसलाई चाहिँ 3 कोटेड है यसरी मजाले। यो स्ट्यान्ड अलिकति मेरो चाहिँ हल्लेको भएर यहाँ मजाले पुस गर्नु मिलिरहेको छैन यसरी। यहाँबाट पनि सेम टु 3 कोट, यसलाई पनि 3 कोट नै गर्ने। कलर चाहिँ हजुरको कसरी हुन्छ निकाल्नु पर्ने हुन्छ। ल 2-3 कोट कति कोट गर्नुहुन्छ हजुरले आफूले कति कोटमा कलर निकाल्न सक्नुहुन्छ त्यति कोट चाहिँ मजाले हान्नु सकियो है त। यसलाई फर्स्ट कोटमा हजुरको लेभल अलिकति साइजहरू मिलेको छैन भनेदेखि चाहिँ यसलाई चाहिँ सेकेन्ड कोट थर्ड कोटले पनि मजाले मिलाउन सकिने हुन्छ यसलाई चाहिँ यसरी। ल आफूलाई पनि मैले अलिक कोट टच गरिदिन्छु साथीहरू यसरी मजाले। ल जसले हाम्रो स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले त आइडिया छ सिक्नु पनि भएको छ यो फ्लावरहरू जस्तै जोडेर फुलाउनु म हजुरहरूलाई सिकाएको पनि छु। अझ यो भिडियो हेरेर चाहिँ हजुरहरूलाई अझ हेल्प हुन्छ जस्तो लाग्छ। र जति पनि हाम्रो स्टुडेन्ट बाहेक अरू हुनुहुन्छ आउटसाइडको ब्युटिसियनहरू यो भिडियोले चाहिँ धेरै हजुरहरूलाई हेल्प गर्छ होला जस्तो लाग्छ। किनकि प्रायः जसो लाई चाहिँ यो आइडिया भएको व्यक्तिहरूलाई चाहिँ यो बेस कसरी गर्ने केकबाट बनेको भन्ने हजुरहरूलाई थाहा छँदैछ। यसरी मजाले फुलाउन सक्नुहुन्छ है त हजुरहरूले। अब म यसमा चाहिँ अरू कलरहरू एडेड गर्छु। आई मिन यसमा चाहिँ अब के म्याच हुन्छ त्यही अनुसारको म फ्लावरहरू एड गर्छु है यसमा पनि। मैले आउटसाइड चाहिँ अलिकति के भन्छ ग्रिन कलरको पत्ता बनाइदिउँ जस्तो लागेको थियो तर ग्रिन कलर अलिक डार्कमा डार्क भएर नखुल्ला जस्तो लाग्यो। त्यही भएर यसलाई पनि मैले
व्हाइटले नै यसको पत्ताको बेस दिन्छु है साथीहरू। यसलाई मजाले यसरी फुल पत्ता यसरी बेस दिउँ ब्याक गरेर यो तरिकाले है त। यसलाई यसरी अब यहाँबाट पनि एउटा बेस्ट सानो पत्ता चाहिँ फुलाइदिउँ यस्तो गरेर। अलिकति योभन्दा चाहिँ सेक सानो बनाइदिउँ यसलाई पनि, किनकि डार्कमा डार्क कलर भयो भने चाहिँ अलिकति म्याचिङ आउँदैन साथीहरू। त्यही भएर मैले चाहिँ अलिकति लाइट नै चुज गरेँ कलर। यसरी ल यो तरिकाले। अब यहाँबाट पनि म सानो एउटा पत्ता चाहिँ फुलाइदिन्छु, व्हाइट र ग्रिनकै कम्बिनेसन बनाइदिउँ यसलाई पनि। यसरी साइड दिउँ थोरै पुस गरेर, यहाँबाट पनि सानो दिउँ न त है। यसलाई पनि सानो फुलाइदिउँ यस्तो गरेर। ल यो तरिकाले है, यो तरिका यताबाट भयो। यताबाट अलिकति बिग बसेको छ भनेदेखि यसमा पनि म थोरै एडेड गरिदिउँ व्हाइट र ब्ल्याककै। यसरी पत्ताहरूले म्याचिङ फ्लावरको फिनिसिङ निकाल्न सक्नुहुनेछ है। ल यसरी ल अब यसको पत्ता पनि मैले बनाइसकेँ। अब यसको भित्र चाहिँ अलिकति अझ मोर देन फिनिसिङ दिनुपर्ने छ साथीहरू। यसलाई चाहिँ म थोरै फिनिसिङ दिएँ, यसको भित्र चाहिँ कोपिला बनाइदिउँ। यहाँनिर चाहिँ भित्रको पार्ट है त, यसलाई अलिकति लाम्बाइ बढाइदिउँ यसरी डिस्कलर नगरिकन। यहाँनिर पनि सेम टु बेस बनाऊँ। मैले ब्रस नम्बर पनि डाउन गरेको छु है साथीहरू। यसको चाहिँ भित्रको पार्ट बनाउनुलाई चाहिँ अलिकति सानै ब्रस हुनुपर्छ, ठुलो भयो भने चाहिँ हजुरहरूको अलिकति कलरहरू आउटसाइड जाने चान्सेस हुन्छ। त्यही भएर मैले कलर चाहिँ ब्रस चाहिँ सानै लिएको छु। यसलाई यसरी इन्डिङ गरौँ अनि यहाँबाट पनि थोरै यसलाई सेप दिउँ है त, बेस दिउँ। यहाँबाट फिनिसिङ दिउँ, यसको पनि अलिकति आउट फालौँ अनि यो तरिकाले फिनिसिङ दिउँ। अनि यताको पनि सेम टु यहाँबाट अलिकति इनसाइडको फ्लावरको फिनिसिङ दिउँ है त यसरी। यो भइसके पछाडि अब यो साइडमा पनि अलिकति फिनिसिङ दिउँ। फिनिसिङ दिउँ यसलाई पनि यहाँबाट व्हाइटले, किनकि अलिकति सानै छ नि त्यो चाहिँ फ्लावर, त्यही भएर यहाँबाट पनि दिउँ है त यसरी। यसलाई पनि थोरै यहाँबाट दिउँ। मेरो स्ट्यान्ड अझ हिँड्ने छ यसरी। ल ओके भइसकेपछि चाहिँ यसलाई म यहाँबाट थोरै फिनिसिङ दिन्छु है साथीहरू। यसलाई व्हाइट टचिङको लागि यसलाई थोरै लिडले फिनिसिङ दिनुहोस् होला। मजाले लिड ब्रसले चाहिँ यसलाई फिनिसिङ दिनुपर्ने हुन्छ। फिनिसिङ नदिँदा पनि हुन्छ, तर फिनिसिङ दिनुभयो भने चाहिँ अझ मोर देन के भन्छ फ्लावरको लुक चाहिँ अझ मोर देन फिनिसिङ आउँछ। त्यही भएर यसलाई चाहिँ यसरी फिनिसिङ दिनुहोस् होला मजाले। लिड ब्रसले चाहिँ कति हुन्छ आवश्यक अनुसार है, हजुरले फेरि चाहिने भन्दा धेरै यसलाई थप्नु भयो भने चाहिँ अघि त्यत्रो कलर मज गरेर निकालेको केही पनि फाइदा हुँदैन हजुरलाई। त्यही भएर यसलाई चाहिँ मजाले के गर्ने भन्दाखेरि यसलाई जहाँनिर निडेड छ त्यहाँनिर मात्रै हजुरले यसरी एड गर्नु मिल्यो है त साथीहरू। अब यसलाई चाहिँ मैले टप कोट गर्छु यसको बेसेटलाई चाहिँ। अब यो चाहिँ लगभग सकिसक्यो। अब सबै बेसहरू चाहिँ अब यसलाई टप कोट गरेर हेरौँ है त कस्तो आउँदो रहेछ फिनिसिङ। टप कोट सबै काम सकिसके पछाडि चाहिँ हजुरले टप कोटले फिनिसिङ दिने हो है। टप कोट आफ्टर आर्टहरू भनेको चाहिँ तपाईँले टप कोट गरिसके पछाडि चाहिँ अझ मोर देन यस्तो मिठो साइनिङ आउँछ, यस्तो मिठो ग्लोइङ आउँछ। तपाईँहरू पनि देख्न सक्नुहुन्छ यसमा यस्तो मिठो गरी आउँछ कि यसको बेसेट। किनकि मैले चाहिँ यसलाई अलिकति रफ्टिङ बनाएर बनाएको थिएँ, त्यही भएर साइनिङ नआएर चाहिँ अझ अलिकति डिफ्रेन्ट देख्छ। ल
ल देख्न सक्नुहुनेछ यस्तो दामी यस्तो मिठो मलाई यो ब्ल्याक र व्हाइटको कम्बिनेसन चाहिँ अलरेडी पनि एकदमै मनपर्ने मान्छे त्यही माथि पनि यस्तो फ्लावर बनेपछि चाहिँ हेर्नुहोस् त यतिको आर्ट चाहिँ यसरी बनाउन सकियो है साथीहरू ल इजी छ होइन त एकदम सजिलो इजी अनि एकदमै फास्ट एकदमै मिठो कलर है देख्न सक्नुहुनेछ एकदमै वाउ नाइस टाइपमा अब यो नेल चाहिँ मलाई नै यहाँ टासुम लागिसक्यो मैले पनि यस्तै आर्ट बनाउँछु साथीहरू तर मैले अहिले चाहिँ यहाँनिर भिडियो छ एकदमै वाउ पारामा एकदमै मिठो कलर ओहो हेर्नुहोस् त ल यसरी चाहिँ 1 स्टोक आर्ट हजुरहरूले पनि बनाउन सक्नुहुन्छ है गाइजहरू ल